ल गाइस खसी आयो है। यो चाहिँ कसलाई कसलाई मन पर्छ यसो सम्पर्क राख्नु होला भन्न चाहन्छु। देख्न सक्नुहुन्छ हाम्रो खसी कटिङ हुँदैछ। टक्क सबै साथीहरूले काट्दै हुनुहुन्छ यसरी मजाले। कसैले समार्ने कसैले काट्ने उसको चिजहरू सबै निकालिसकेको छ। देख्न सक्नुहुन्छ चिजहरू भनेपछि थाहा पाउनु भयो होला नि। देख्न सक्नुहुन्छ नाङ्गो भइसकेको छ। आज टक्क पारेर भुटुवा गरेर दामी हिसाबले खानुपर्ने हुन्छ। बब्बाल हिसाबले साथीहरूले कटिङ गर्दै भन्नुपर्दा देख्न सक्नुहुन्छ बोसो एकदम वाओ बब्बाल छ। खसी मोटो घाटो ठिकठाक सक्नुहुन्छ एकदम। साथीहरू मिलेर ट्याक्क लगाएर यसरी कटिङ हुँदैछ। किनभने हाम्रो चाहिँ ठुलो मेस छ। 9 जनाको एउटै भान्सा छ। हामीलाई कुनै खसी खानाको लागि दसैँ तिहार नै आउनु पर्दैन। किनभने हामी 9 जना एकै ठाउँमा खान्छु। 9 जनाले एक एक सय गर्दा पनि 900 उठ्छ। 2-3 जना अरू प्लस गरेर हामी खसी ट्याक्क ल्याइदिइहाल्छु। महिनामा 1-2 चोटि टक्क पारेर रमाइलो गर्छु। यसरी नै चाहिँ साथीभाइ मिलेर जानु होला भन्न चाहन्छु विदेशमा। टक्क विदेश भनेको अर्काको देश हो। हामी नेपाली दाजुभाइ यसरी नै मिलेर खानुपर्छ, मिलेर जानुपर्छ भन्न चाहन्छु।